सिमरा 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 हो सिमरामा भइरहेको यो बालिका 3 वर्षको बालिकालाई हैन बलात्कार गरेर मारेको छ नि आँखै निकालेर चिम्रे निकालेर यो मान्छेलाई चाहिँ फाँसीको सजाय होस् एक दुई जना फाँसी गरेर के फरक पर्दैन यस्तो नराम्रो हैन फाँसीको सिस्टम त लाउनै पर्ने नराम्रो जो नियत बाटोमा जो हिँड्छ नि बाबुआमा आमा भनेको यो संसारमा सबै भएको छ क्या एकजना मात्रै होइन मान आमा होइन छोराछोरी पाउँछ संसार गलत शिक्षा राखेर नेपाल सरकारले छिटो भनेर छोडाभन्दा छोडा कारबाही कि के मृत्युको बदला चाहिँ मृत्यु लिनुपर्ने मलाई भन्नु गोली ठोकिदिने क्या त्यस्तोलाई त गोली ठोकिने मान्छे भने भाइ तडपाई जसरी त्यो बच्चा कसरी आँखा फुटायो कसरी जिब्रो ठोक्यो त्यसलाई त्यसै गरी क्या म चाहिँ त्यो भन्छु तर यो अब यो चाहिँ धेरै कुरा उता लामो गएर यो छानबिन गरिराख्नु पर्ने कुरा पनि छैन पत्ता लागिसकेपछि चाहिँ सकाइदिने क्या त्यो छानबिन गरेर कहिले कसरी घोचिस कहिले किन घोचिस भन्ने कुरा त्यो छानबिन गरेर के भनेको त्यति भनिसकेपछि मान्छे जो सोधबुझ गर्ने थाहै छैन क्या त्यो सोधेर के गर्नु उसले त मैले यसरी यसरी मारे भन्नु चाहिँ सक्यो अब त्यो सुन्नु भनेको त एकदम हो नि त न्याय दिँदैनन् क्या दिँदैन न्याय दिने भए त धेरै डेलिगेटहरू यस्तो भएर पिर्किन्छ नि त उनीहरू मर्छ अनि त्यो भएर न्याय दिँदैनन् जन्म दिने आमा अथवा बाउ जसले भए पनि अब मृत्युको बदला मृत्यु नै हुन्छ जीवनमा त फोटो आएको त पछि जिमाउनाले आँखु पिएर उनीहरूले जसरी पल मऱ्यो भने उनीहरू बच्चासँगै जान त आमा बाउको त सकेन नि त त्यो भएको कारणले के भन्छ भने त्यसलाई आमाले अथवा बाउले जेसी होस् अगाडि केही खोज्दै परेन क्या नियम त के अरे कानुन पनि खोज्नु परेन न्याय पनि खोज्नु परेन त्यो मान्छेलाई सिधै म चाहिँ आमा भएको पनि साथी नै हो म के नसोच्ने के सोच्छ अनि अमेरिकामा त्यही भयो नि त छोरीलाई रेप गरेर पछि त्यो उसलाई चाहिँ जेल सजायो भनेर हो नि त्यो समथिङ गरेर न्याय के अरे अदालतले दियो तोक्यो उसको बाला लगेर गने बन्दुकै बोकेर गएर भित्र अनि त्यो सुन्ने बित्तिकै मेरो छोरी मरेको